खिच्नु थाल्यो। म चाहिँ यस्तै ठाउँहरू कि गाइज होइन एकदमै घुम्नु मन लाग्ने चाहिँ। सुशीला तिमीलाई कस्तो लाग्यो आज होली? वाउ नाइस, एकदमै रमाइलो। तर हामीले सोचेको थिएनौँ यस्तो रमाइलो हुन्छ भनेर। हामीले भिडियो नि कति सुट गर्यौँ है भने जस्तो भिडियोमा मात्र यस्तो भने हो, भित्रभित्र त म रिसाइरहेको छु है गाइस। भित्रभित्र त मन दुखेको छ नि हाम्रो। पक्क तिमीहरूले हाम्रो मन दुखा छ। के सोचे थे जिन्दगीमा के भयो रमाइलो भयो गाइस। आज लास्टै रमाइलो भयो है हामीलाई। सृष्टि चाहिँ पर छ गाइस। यो चाहिँ माछा है। हामी सानो सानो हुँदाखेरि चाहिँ होइन हाम्रो बुवा काकाहरू चाहिँ अब बजारतिर जानुभयो भने हामीलाई चाहिँ यस्तो ल्याइदिनु हुन्थ्यो। अनि मलाई चाहिँ कस्तो मनपर्छ कि होइन। ह्याप्पी होली बुइनीहरू। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड ह्याप्पी होली। भाइ र म चाहिँ अहिले छु यहाँनिर मन्दिरमा आएर चाहिँ भ्लग स्टार्ट गर्दैछौँ होइन। अनि आज चाहिँ होलीको दिन। अनि हामी चाहिँ अब बसन्तपुरमा चाहिँ एकदमै रमाइलो हुन्छ। अनि खासै मलाई चाहिँ त्यसरी खेल्नु मन लाग्दैन। अनि त्यसो हामी चाहिँ आज मेरो साथी पनि आउँदैछ एकजना। अनि साथी म भाइ चाहिँ यतिकै डुल्दै हिँड्ने। अब कता कता कसरी होली मनाइरहेछ अनि हल्का हल्का हेर्छौँ होइन। त्यही हो गाइस, तपाईँहरू पनि हेर्दै गर्नु होला जम्मै। अनि मेरो साथी चाहिँ आउँदैछ। अब उसलाई भेटेर चाहिँ हामी तिनजना जान्छौँ। वेटिङ फर सुशीला। आज चाहिँ पुरै पसलहरू बन्द छ गाइस, किनकि आज होली हो। यहाँ बस्नु भाइ। गाइस तपाईँहरूकोतिर चाहिँ कसरी होली मनाउँदैछ होइन, रमाइलोसँग मनाउनु होला। हाम्रो चाहिँ होली यस्तै भइरहेछ। सो गाइस ला 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 ला। खासै बोल्नै आउँदैन साथीहरू मलाई चाहिँ होइन। ल जाकी हेर्न ल जाकी। तिमी झन् कति हिरोनी। ह्याप्पी होली। ह्याप्पी होली। कलर लिएर आएन? अहिले किनौँ है। मैले दुईवटा कलर मात्रै लिएर आएको छु, रेड कलरै पाएन क्या त्यहाँनिरको, त्यही भएर। फाइनली गाइस हामी भेटिसक्यो। अब कोही नगएन हामी जाँदैछौँ है। मैले दुईवटा कलर देखाएको छु मेरो साथीलाई हेर्नुहोस्। ल गाइस अब हामी चाहिँ उतै गएर देखाउँछ है कता जाने भन्ने हामी खासै फिक्स पनि छैन। अब जहाँ राम्रो यस्तो स्पेसल ठाउँ भेट्छ त्यहीँनिर बसेर चाहिँ हामी मनाउने छौँ। गाइस हामी चाहिँ होइन अब के लाने भनेर हेरेको सुशीलाले लास्टमा नेपालीहरूले यो यत्रो मेन्यु हेरेर लास्टमा लाने भनेको यो मोमो हो गाइज। के लाने भनौँ त ल? मोमो, स्टिम फ्राई, त्यही गरेर लाउने। अनि फेरि हामी होली खेल्नु आएर चाहिँ सबैले हान्छ क्या हामीलाई। गाइस अहिले पछि लगाउँछ हामी चाहिँ त्यहाँतिर टुकटुक। धेरै त खेल्दैनौँ हामी होइन, धेरै खेल्दैनौँ। अब बाटोमा त्यस्तै ग्रुप भेट्यो भने त दल्नुपर्छ मजाले। होली पनि त वर्षमा एकचोटि त आउँछ होइन। तर म त अहिलेसम्म त्यस्तो मजाले खेलेको छु। जहिले खेल्ने होली त कहिले पनि भन्दाखेरि एकचोटि स्कुलमा चाहिँ खेलेको थिएँ। हामीले चाहिँ चाउमिन र मोमो हल्का रमाइलो। हामी चाहिँ खेल्नु यो ब्लू कलर यो पर्पल जस्ट रमाइलो भयो है। अहिले पछि भेटौँ ल। हेलो गाइस, एउटा खुसीको कुरा सुन्ने हो। एकजना साथी थप्यो नि त। हामी अब यहाँनिर सृष्टिलाई कुरिरहेको छौँ यो शिव मन्दिर भन्ने ठाउँमा। यसरी हातमा यस्तो कलर लगाएर ए गर्नुपर्ने
यस्तो ढ्याबा टिपेर स्वाट स्वाट लगाइदिनु क्या हो दाइहरूले त्यही दाइहरूले हामीलाई लगाइदिनु भयो एउटा रेट हालिदिनु त कतिको हाल्नु 20 को जति आउँछ त्यति हालिदिनु ल लागि मात्र हो कि अलिअलि लगाउनु पर्छ त्यसरी गाइस सृष्टिलाई चाहिँ हामी कुर्दा कुर्दा होइन बल्ल त्यहाँ पानी बसिरहेको रहेछ आऊ ह्याप्पी होली कलर त छैन अहिले लगाइदिन्छु ल उसलाई कलर हान्देऊ हान्देऊ न ल म लगाइदिन्छु एउटा कलर ल अलिकति मात्रै कस्तो होलीको दिन लाउने अरू माथि गएर थप्ने है गाइज होइन ह्याप्पी होली निधार पनि लगाइदिउँ फाइनली गाइज हामी सबैजना भेट भइसक्यो हामी चाहिँ सबैजना चारजना सबैजना सबै यति भनेको नि हाम्रो लागि एकदमै धेरै हो हामी 4 जना भए पनि होइन कोही कोही मान्छेहरू आउनु भएन त्यही पनि ठिकै छ अर्कोचोटि जाम्ला कोही कोही मान्छेहरूसँग त्यही त बिहानसम्म जाने नै भनेको थियो कि लास्टमा के भयो होला अब सबैको यस्तो हो घरबार भएपछि होइन भने जस्तो भिडियोमा मात्र यस्तो भने हो भित्रभित्र त म रिसाइरहेको छु है गाइस भित्रभित्र त मन दुखेको छ नि हाम्रो पक्क तिमीहरूले हाम्रो मन दुखा छ ल गाइस हामी चाहिँ के भन्ने रे त्यो नामै बिर्सौँ त्यो पार्क के पार्क राम्रो छ अरे क्या त्यो माथि नै भने होला के हो रे हो त्यो ग्राउन्ड हो त्यहाँनिर ठाउँ छ अरे नि त अनि त्यहाँनिर चाहिँ गाइस हामी चाहिँ जाने भनेर हुन्छ नि कहाँ जाने भनेर फिक्स गरेर नै आएन क्या है जता त्यस्तो ठाउँहरू भेट्छ त्यही जाने भनेर हो जरङ्खु यता माथिबाट यता सिधै हो कि तिमी गयो त त्यता हो कि जरङ्खु चाहिँ अनि यता सोचमा तिमी त्यता आएर आयो त गाइस हामी चाहिँ हाइकिङ मतलब हाइकिङ आए जस्तो नि फिल भइरहेछ बेसरी गर्मी भयो होलीको कलर गर्मी भयो गाइस यो धेरै कलरहरू छ यसमा चाहिँ एल्लो ल्याएन है हामीले एल्लो ल्यायो कि ब्लू ल्यायो हाम्रो खानेकुरा अहिले खान्छु ल खाए ल भनेर भिडियो गर्नुपर्छ ल वाउ यता चाहिँ राम्रो पार्क छ जस्तो छ गाइस होइन यो उकालो कसरी जाने हो र फेरि यता जाने हो कि यता हो त्यो कता जाने भनेको उसलाई थाहा छैन थाहा छ एकचोटि बाटो के टुसाल रे टुसल चौर सोध त हेलो यो टुसल चौर जाने बाटो हो रे गाइस यो उकालो यस्तो ओ माय गॉड टॉयलेट ल हिँड हाइकिङ हिँडे जस्तै फिल भएछ अनि यसरी हिँड न सृष्टि अगाडि तर म जान्छु अगाडि ल गाइस हामी चाहिँ उकालो चढ्यौँ बिस्तारै हिँड होइन टुसाल चौरमा जाने यो चाहिँ कहाँदेखि नजिक काभ्रेस्थलीदेखि होइन के भन्छ यो ठाउँलाई तारकेश्वर काभ्रेस्थली के हो के यसमध्ये जरङ्खु ओ माय गॉड टॉयलेट के हो कस्तो बुढेसकाल लाग्यो हो कि के भयो भन्दै के त्यो स्पिकिङ यस्तो त्यो के भन्छ त्यो डोरी ए थुक्क त्यो डोरी ल्याउनु बिर्सिन्छ गेम खेल्ने भनेर झन् है के हालेको छ मैले खोज्नु चाहिँ खोजेको थिएँ है भाइ अलिअलि भयो नि खेल्नु पनि थियो कहाँ हाल्नु पसलबाट ल्याउनु मात्रै भयो ए छैन यार गाइज हामीले स्किपिङ पनि ल्याउने अनि त्यो चौरमा मजाले खेल्ने भनेको थिएँ होइन त्यो चाहिँ ठ्याक्कै बिर्सेछ गाइज रिस उठ्यो पानी ल्याएन त्यसको बाजे फेरि कोक छँदै छ नि अहिले यसो मुखहरू धोएर आउने हो कि भने त्यो सत पुस्ने हात पुस्ने खाने मलाई चाहिँ यस्तै ठाउँहरू कि गाइज होइन एकदमै घुम्नु मन लाग्ने चाहिँ त्यो ठाउँ त रमाइलो छ जस्तो छ है अघि मलाई छिटो हाइटमा गएर हेर्नु मन लागिसक्यो गाइज ओइ को छिटो पुग्ने है माथि ओइ वाउ पुगे गाइज म कस्तो रमाइलो रहेछ ए हो होइन होला तल ल गाइज हामी आइपुग्यो यहाँनिर के हो यो माने रहेछ माने पनि घुमौँ ढोकौँ ओइ यहाँ आइपुग्यो तर त्यस्तो खाने मतलब बसेर खाने ठाउँ छैन यो बसेर खाने भएछ यहाँ तर यो त होइन होला है भाइ अहिले टुसल चौर भनेको यहीँ हो
टुसल्चो हजुर अलि हरियो चौरहरू छैन यता उता उता त छैन होला है यहाँबाट उता यस्तो पस्ने ठाउँहरू छ चौर जस्तो यता यति नै हो है कहाँ जाने ठाउँ चाहिँ राम्रो लाग्यो भएन जस्तो ठाउँमा आइपुग्न गाइस रमाइलो छ हजुर ए अब नाचौँ है नाचौँ गाउँछौँ अनि त्यसपछि हेर न आउँदा रमाइलो त रमाइलो छ गाइस होइन तर फुटबल हेर्न जान्छु गाइस कस्तो ह्यान्डसम ह्यान्डसम केटाहरू त्यहाँ फुटबल खेल्दै रहेछ नि जाऊ पट्याएर आऊ 2-4 ओइ अनि यस्तो बसेर खाने ठाउँ जस्तो ड्राई पिकनिक जस्तो त यस्तो ठाउँमा त अलिक भएन नि त गाइस अलि अब यस्तो मिठो मिठो चिज ल्याएर कहाँ बसेर खाने त यस्तो ठाउँमा अब भकुन्डो खेल्ने ठाउँमा बसेर खानु भएन हेर्नुहोस् साथीहरू दोधारमा परे लाउन नि के सोचे थे जिन्दगीमा के भयो जम बल खेल्नुलाई एक सर्ट हानिदिएर जान्यो म त त्यस्तो फ्यान भने नि सबैको मनपर्छ नेपाली कि होइन रोनाल्डो मेसी म त कसैको नै होइन मलाई त थाहा भएको नै थियो रोनाल्डो र मेसी अनि अरू के अरे नेमार मैले नि त्यो तिनवटा हो ओ भाइ हेर त ल रोनाल्डोको फ्यान म सबैको फ्यान हो गाइस म त त्यस्तो होइन म सबैको हेर्छु होइन त्यस्तो मेरो फेभरेट भन्ने नै हुँदैन क्या सबैको हेर्ने हो बहिनी ह्याप्पी होली कस्तो राम्रो राम्रो कलर आऊ कलर लगाउने अब यही बहिनीहरू छ होली खेल्ने हो जाने पानी छ बहिनी पानी तिम्रो घर कता हो ऊ त्यो बहिनीलाई नि बोलाउ न सुकमाया आऊ न प्लिज नरिसाउ न डेन्जर अनि त्यो अष्टनारायणको हलबाट माथि जङ्गल पनि दामी रमाइलो थियो जङ्गल हामीलाई यता होला हामी हरायो कि ग्राउन्ड खोज्दै आएको यस्तो माथि पो आइपुग्यो गाइस खासमा चाहिँ हामी होइन हरियाली ठाउँ चौरमा आउने भनेर आएको तर हरियाली त रहन्छ पहेँलो रातो के हरियो रहेछ सब मिक्स भएर त्यही भएर हामीलाई होलीको दिन भएर होला यस्तो ठाउँमा जुराइदिएको त्यही पनि गाइस हामी त एकदमै अब यसरी घुम्ने रिङ्गट लाग्यो ल न एकदमै शीतलमा बस्नु हामीले पढिसक्यो गाइस म चाहिँ यहाँ कतै अलि बसेर खाने छ कि भनेको खासै राम्रो त देखेन साथीहरू ह्याप्पी होली बहिनीहरू थ्याङ्क यू ओइ छैन त्यता त झन् राम्रै कहाँ पुऱ्यायो होला गाइस हाम्रो चाहिँ टिकटक सुट पनि सक्यो अनुहारको हाललाई बोक्नु भने मैले सक्दैन हेर्नुहोस् ओहो मेरो के भयो यस्तो द्याप्पै यतिकै तिम्रो मेरो चाहिँ हिँडेको बनाइदेऊ अनि त्यसमा म गीत गरिदिन्छु तेरा नाम ल म तिम्रो बनाइदिन्छु गाइस मेरो खतरा भिडियो बनाइदिएछ भाइलाई पनि धन्यवाद हाम्रो यस्तो राम्रो भिडियो बनाइदिएछ भाइले नि थ्याङ्क यू अब सिस्टर र मेरो टर्न है ल भाइ भ्लग पनि बनाइदिएन वाउ पछाडि कस्तो राम्रो देखेको होला तिमीलाई रमाइलो भयो आज लास्टै रमाइलो भयो है हामीलाई सृष्टि चाहिँ उता पर छ है सृष्टि आउ न गाइस सृष्टिलाई चाहिँ टिकटक बनाउनु खासै इन्ट्रेस्ट छैन के खाम अब होइन अनि त्यसपछि अनि म यस्तो जाने घरमा अब होली हो होली बुढा नमान्नु होली ल हामीले चाहिँ गाइस फाइनली भिडियो सुट गरिसक्यो यही गर्नुको लागि आज हामी मेरो मोबाइल कता हो सृष्टि बेबी चाहिँ यतातिर के छ खबर ऊ चाहिँ बिरामी छ त्यही भएर होइन ऊ चाहिँ खासै भिडियो बनाएन ल हिँडेको मात्रै बनाऊँ त एउटा ल अच्छा ठीक है भाइ आइज अब हामी हेर्न गाइस सिनहरू पनि यता एकदमै राम्रो छ गाइस ल हेर्नुहोस् अङ्कललाई नि अङ्कल तपाईँ लाउनुहुन्छ कलर लाउनुहुन्छ कलर लाउने टिका नलगाउने
छ वा ल लगाउने सुशीला तिमीलाई कस्तो लाग्यो आज होली वाउ नाइस एकदमै रमाइलो तर हामीले सोचेको थिएनौँ यस्तो रमाइलो हुन्छ भनेर हामीले भिडियो नि कति सुट गर्यौँ है हामीले त्यो चाहिँ भ्लगमा देखाउन पाएनौँ अनि हाम्रो भाइले यस्तो राम्रो भिडियो सुट गर्यो क्यामेराम्यान हो है मेरो आजको भाइ झन् ऊ त झन् खतरा भयो मलाई नि यसरी उड्नु मन छ कि तिमीलाई अर्को फोन अर्को गर्ने भने ऊ मान्दैन दादा भाइ कस्तो राम्रो देखिन्छ कलर कलरमा पखत फोटो खिचिदिन्छु मलाई चाहिँ यो उडाइदिउ भिडियो ल अघि गरे हैन भिडियो गरे रहेछ ए ल उड्यो ल गाइस कलर पनि उडाए मैले भोक लाग्यो हो भोक लाग्यो भोक लाग्यो कहाँ चाहिँ गएर खाने त अब ओके फाइनली गाइज हामी चाहिँ होइन यहाँनिर एकदमै रमाइलो गऱ्यो भिडियोहरू पनि एकदम सुट गऱ्यो अनि त्यसपछि होइन यस्तो कलर पनि लगायो ओहो मलाई रिङ्गटो लाग्यो अनि त्यसपछि अब हामीलाई चाहिँ एकदमै भोक लाग्यो होइन गाइज यहाँनिर चाहिँ खासै बसेर खाने ठाउँ रहेछ यसले मलाई टोक्यो भने हो मलाई डर लाग्छ यार कुकुरदेखि त लास्टै तर तिमीले लगाइदियो टिका होइन हाम्रो एकजना साथी थपेछ 5 जना हेलो हेलो साथी वाट इज योर नेम भोक लाग्यो हो किन नबोल्नु भएको कचेर आइज तपाईको हामी यस्तो मान्छेसँग भेट भयो कि आजको न्यू भ्लगमा गाइज ल न्यू भ्लगमा न्यू मान्छे हेलो साथीहरु टेबल जस्तो हेलो नमस्ते ल साथीहरु सबैजनालाई के मैले त्यो अघि भने त उलाई खानेकुरा मोमो दियो खान्छ खादैन होला खाएन भने ओइ निकाल न निकाल देऊ त फेरि खाएन भने खान्छ तिमी ओइ निकाल देऊ त यसमा ह ल एउटा मोमो भयो नि दिउ अब यसले हाम्रो पिछा गरेछ भोक लागेर होला सायद नत्र यतिकै पिछा त्यसले हेर कसरी हेरेको बरा खै उठ्याउ खान्छ मेबी खान्छ होला खाऊ दिस इज मोमोको डल्लो बास्ना आयो त्यो भित्र मासु छ ला खाइन हैन गाइस एउटा मोमो के भयो घाटा लाग्यो खान्छ होला भने गाइस खाएन खा न प्लिज अहिले वहाँ पो टोक्दियो भने मलाई त डर लाग्छ गाइस खाएन ल गाइस अब हामी कहाँ बसेर खाने होला है सुशीला ल जम ल गाइस हाम्रो ड्राई पिकनिक चाहिँ यस्तै भइरहेछ यो सृष्टि एकदमै आज सिरियस छ होइन गाइस हामी चाहिँ उयातिर अब होइन खानपानको व्यवस्था गर्दैछौँ यतातिर खाने ठाउँ खोज्दै हिँड्दैछौँ गाइस हामी चाहिँ यसरी अब बाटो रहेछ यहाँ चाहिँ अनि गुगन आउँछ होला ल गाइस हामीले चाहिँ एउटा ठाउँ त भेट्यो भेट्न त तर यस्तो छ गाइस अन्त मलाई फोहोर लागेको छ भने त्यही ठिक हुन्छ कि घाम भयो नि केही हुन्न होला भने तँलाई अब नआइज है हामीले दिएको मोमो नखाएन दिएको कुरा चाहिँ खाँदैन अनि यसले खानेकुरा केही नि अरू त अरू ल्याएर त हामीले ल्याएर मोमो र चाउमिन हो यसले खाएन गाइस नयाँ साथी एउटा मोमो खान लाग्यो ऊ यहीँ बसेपछि त यहीँनिर त्यो फेरि यो मन्दिरकै छेउमा त खानु मिल्दैन होला नि त नि भनेर मैले त्यो छेउमा भने कि मैले यो छेउमा लास्टमा घुमिफिरी यहीँ आइपुग्यो होइन त गाइस हामी कहीँ जान सकेनौँ यहीँ हो यहीँ अरू ठाउँ छैन यहीँनिर कि अब यहाँ यता फर्केर खायो भने केही नै हुँदैन गाइस यो हो हाम्रो मोमो र चाउमिन हाम्रो फर्स्टमा के खाने केही पनि छ है ससेस पनि छ गाइस मेरो मासु नि झरेछ तर म खाइदिएँ ल खाऊ केही पनि हुँदैन बफ खानु हुन्थ्यो नि यहाँ मन्दिरमा आएर है त्यही त हुन्छ गाइस अब हामीलाई चाहिँ के थाहा भएन अब कहीँ खाने ठाउँ नै त छैन सो हामी चाहिँ यहीँ खाइदिउँ हाल न चाउमिन हाल्दै लास्टमा सफा गरिदिन्छु नि
आज त च्याङमा च्याङै सकियो त हो च्याङमा च्याङ गाब्दा ल गाइज हाम्रो चाहिँ खानेकुरा यस्तो छ यी हेर्न सक्नुहुन्छ खाने मान्छेहरू चाहिँ यता हुनुहुन्छ गाइज अब यो मन्दिरमा चाहिँ खानुहुन्छ नि थाहा छैन अब हामी कता जाने कति ठाउँ खोज्यो होइन खासै भेटेन अब कसैले खाँदा देख्दैन अनि त्यही भएर हामीलाई चाहिँ डर लागिरहेको छ त्यही पनि हामी खाएँ गाइज खाएँ खानुहोस् ल सबैजना त्यो बच्चाले हेरेर त्यो चिसो मात्रै दिनु पाएँ बोलो चिसो खाने हो नखाने ओइ कस्तो छर्पस्तै पारेँ है मैले गाइज हजुरलाई यस्तो मनपर्छ कि मन पर्दैन मलाई त कस्तो मनपर्छ खाए ल मलाई चाहिँ ओइ खोइ त मोमोको अचार चाहिँ यही हो त्यही हो झोल हो अनि यस्तो हो क्या म त हल्ला गरेर खाएँ भाइले 3टा चम्ची परेछ गाइज गम का गम ल मलाई त झोलमा डबल डुबेर खानु लाग्छ मोमो त गाइज यो चाहिँ माछा है हामी सानो हुँदाखेरि चाहिँ होइन हाम्रो बुवा काकाहरू चाहिँ अब बजारतिर जानुभयो भने हामीलाई चाहिँ यस्तो ल्याइदिनु हुन्थ्यो अनि मलाई चाहिँ कस्तो मनपर्छ कि होइन त्यो याद त्यो बालपनको याद आएर चाहिँ अनि यो किनेर ल्याएको अनि यो पनि छैन मलाई चाहिँ मोमो र चाउमिन खाएर अगाइसक्यो गाइज अनि यो के हो लेज छ अनि त्यसपछि यो के हो करेन्ट मोमो र चाउमिन खाइसक्यो हामीले अनि यो चाहिँ टिस्यु पेपर अनि हाम्रो यो क्युट कपमा मैले अब 1 कपको खाइसकेँ म देखिरहेको छ नि के नि हुँदैन ल गाइज तिमी नि भविष्यको भ्लगर हो नि त हामी सबैजना उसलाई पनि एकदम इन्ट्रेस्ट छ नि भ्लगमा थाहा छ कि छैन तिमीलाई सेल्फी हान्न आउनु ल गाइजहरू गाइज कतै भेट्यो भने हामीसँग सेल्फी हान्न आउनु ल भन्नु त नहुने हो यता उयो चरक्क भयो नि सुशीला मिस सुशीला म पनि मलाई त कस्तो रमाइलो लाग्यो तर 1-2 जना मात्र हुन्छ कि जस्तो लागिरहेको थियो तर हामी 4 जना भयौँ त्यही पनि रमाइलो भयो है लास्टमा होइन साथीहरू होइन सुशीला र म मात्रै हुन्छ भनेको कस्तो लागिरहेको थियो तर पनि होइन 4 जना भयो रमाइलो आयो 4 जना भयो जस रमाइलो भयो खुसी लाग्यो अनि अरू साथीहरू चाहिँ खासै उनीहरूकै अब आफ्नो प्रब्लमले गर्दाखेरि चाहिँ आएन ठिकै छ उनीहरूसँग पनि कुनै दिन एकदमै घुम्नेछौँ होइन रमाइलो गर्नेछौँ उनीहरू झन् एकदम रमाइलोको छ तर हामीले जाउँ त भनेको उनीहरू भ्याएन सो गाइज अर्कोचोटि चाहिँ उनीहरूसँग एकदमै रमाइलो गर्नेछ गाइजहरू चाहिँ बेला बेला छिनछिनमा चाहिँ एकदमै ठुलो हावा आउँदो रहेछ कि उडौला जस्तो गर्दो रहेछ यार म त झन् पातलो छ माथि आकाशतिर उडौला जस्तो हुँदो रहेछ उडाएर रुममा पुऱ्याइदियो भए त आनन्द हुन्थ्यो खाऊ है गाइजहरू अब हामी चाहिँ खाइसक्यो न आँट्यो है साथीहरू आज हाम्रो होलीको दिन चाहिँ कस्तो भयो यस्तो भयो रातो निलो नि छ गाला के गाला निलो पर्पल हो कि ब्लू कलर के कलर हो त्यो भाइ पर्पल कलर कस्तो भयो पिकनिक आजको एकदमै रमाइलो भयो क्या म त सोचे पनि थिइनँ गाइस सृष्टि अनएक्सपेक्टेड उही भन्ने आएर त अनएक्सपेक्टेड गाइस हामी यो ठाउँमा आउने भनेर आयो त होइन जे होस् होइन अन्धाधुन्दामा आएर पनि होइन एकदम रमाइलो ठाउँमा आइपुग्यो अनि त्यसपछि रमाइलो भयो है रमाइलो भयो हामी चाहिँ मेन भनेको भिडियो र टिकटकहरूको लागि आयो होइन त अनि त्यति भइहाल्यो टिकटक बनाइहाल्यो अनि तपाईँहरूले भरे भोलि हेर्न सक्नुहुन्छ ल है त गाइजहरू अब चाहिँ हामी घर फर्किन्छौँ गाइज भिडियो धेरै लामो भइसक्यो यो चाहिँ सफा गर्छौँ है हामीले यहाँ सफा पनि गरिसक्यो अब हामी चाहिँ घर जान्छौँ ओके एभ्रिवान आज हाम्रो होली चाहिँ एकदमै रमाइलो भयो होइन अनि त्यसपछि आउनु सृष्टि अनि हामी 4 जना भएर पनि एकदम रमाइलो गऱ्यो अनि तपाईँहरूलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो होइन अनि सबैजनाले आफ्नो ठाउँबाट आफ्नो तरिकाले